यो आइरह नयाँ यो भैलो सोरठी नाचमा एकदम अर्ग्यानिक नाच यति रमाइलो हैन सबैको पुरै गलामा माला अनि मादल यही भैलो हेर्नलाई बस्नुभएका दिदी बहिनी आमा आन्टीहरू गीत सङ्गीत र नाच भनेपछि कसलाई मन पर्दैन र सबैलाई मन पर्छ त्यही भएर यसरी बसेर हेर्नु हा मादल बजाउन चाहिँ हामीलाई चिनिरहेको साथी हो रमाइलो मान्छे हुनुहुन्छ मादल बडा गजबले रमाइलोरी बज्ने रहेछ नमस्ते सर आराम हुन्छ ठिक छ यो मादल यो नाच यो तिहार यही हो नेपालीको विशेषता भनेको यो अरू कुनै ठाउँमा पनि हुँदैन विश्वको कुनै ठाउँमा पनि हुँदैन यो नेपालमा मात्रै हुन्छ यसलाई सोरठी नाच भन्छ विशेष गरेर सोरठी नाच अन्तर्गत यो लम्बी छोरी नाच भइरहेको छ मजाले बसेर यी भैलो हेर्ने बडा बज्ने रहेछ पुरानो नाच आजकलको यो आधुनिक भन्दा यो पुरानो हिन्दी गाना नाच ल्याएर आज अब 4 जना नाच्न होला कि हैन मजा नाच्छ नि अब
मादल राम्रो बन्ने रहेछ के ल 4 जना नाच्ने कार्यक्रम हुन्न है लाइक गरौँ सब्सक्राइब गरौँ नबिर्सनु है फेरि हेर्ने मात्रै होइन ठ्याक्क सब्सक्राइब पनि गरौँ एक सब्सक्राइब गरेपछि फेरि थप भिडियोहरू हेर्न पाइन्छ साथीहरूले भिडियो मात्रै हेर्ने सब्सक्राइब नगर्ने भइरहेछ टक्क सब्सक्राइब गरौँ न हो मलाई पनि उत्साह हौसला मिल्छ लाइक पनि गर्नु सेयर पनि गर्नु यति बेला नेपालीहरूको हिन्दूहरूको महान पर्व बुद्धिवारको अवसरमा सोरठी नाच भइरहेको छ आमा आन्टी काकी दिदी बहिनीहरू छ मजाले बसेर हेरिरहनु भएको छ भने यहाँ सबैको घाँटीमा माला गलामा माला कम्मरमा मादल परम्परागत गीत शैली यति रमाइलो हेर्नु त मादलको त जति प्रशंसा गरे पनि नपुग्ने जस्तो छ है यो ड्रेस शरीर बुढो भए पनि मन बुढो हुँदैन भन्ने चाहिँ यहाँ देख्न सकिन्छ बुढा बाजेहरू चाहिँ घाँटीमा माला लिएर आउनुभएको छ मिठो गीत गाउनु यही हो रमाइलो सुरु हुन लाग्छ बिस्तारै यता आन्टीहरूले चाहिँ झिउसारै भन्नुहुन्छ यो पनि हाम्रो पुरानो चलन हो यो आजकल बजारमा खासै यो देखिँदैन र आजकलका यो नानी बाबुलाई खासै थाहा पनि छैन यो के गरेको होला भन्ने जस्तो लाग्छ किनभने उनीहरू डेक स्पिकरमा गाउने नाच्ने बानी परेको हुन्छ उनीहरूलाई यो गीत यो लय यो परम्परा खासै ज्ञान हुँदैन किनभने स्कुलमा पनि पढाइ हुँदैन स्कुलमा पढाइ नभइसकेपछि यो उनीहरूले थाहा पाउने कुरा पनि भएन यस्तो बाबाहरूले गाउने गीत कहाँ उनीहरूले जाने हुन्छ त
नमस्ते। नमस्ते नमस्ते। आराम हुन्छ? रमाइलो है भाइले? के छ हाल छ? अन्तर्गत रामायणको एउटा श्लोकलाई सोरठी भाकामा गिराइरहेको छ। राजा दशरथको बारेमा उनको जीवनसँग सम्बन्धित गीतको उच्चारण गरिएको छ भने यहाँ एउटा सोरठी नाचको लागि दुईवटा मादल, एउटा चाहिँ पुरुषको भेषमा भने अर्को महिलाको भेषमा नाच भइरहेको छ। राजा दशरथको तिनै बहिनी रानी भन्ने गीत गाइरहेको छ। र तपाईँहरू लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनु होला। हेर्नु त यो मादल, यो नाच यति नै। फेरि अर्को भाका आयो भने फेरि गर्छु। तपाईँले लाइक, कमेन्ट र सेयर अनि विशेष गरेर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु है। फेरि यसमा थप यहाँ लगभग 14-15 मिनटको भइसक्यो। यति मिठो गीत छ। वास्तविक देउसी भैलो भन्ने नै यही हो। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यही नै वास्तविक देउसी भैलो भन्ने नै यही नै हो। हामीले देउसी भैलो भन्ने के हो भन्ने कुरो थाहा नै छैन। यो कुरा चाहिँ हामीले अरू नयाँ पुस्ताहरू, नयाँ उमेरका भाइ बहिनीहरू, छोराछोरीहरूलाई पनि सिकाउनु पर्ने आवश्यक छ। किनभने यो हाम्रो पाठ्यक्रममा पनि छैन। अब धेरै पहिले चाहिँ सोरठी भनेर नरमाइलो राजै नरमाइलो भन्ने गीतहरू त कतै कतै किताबमा, पुस्तकमा राखेको देख्न सकिन्थ्यो भने, तर पछिल्लो चरणमा यो पनि छैन। यो नेपालको कला, नेपालको संस्कृति, गीत, मादल, झ्याली यही छ र त नेपाल छ, यही छ र त नेपाली छ। त फेरि अर्को भिडियोमा आउँछु। तपाईँहरू फेरि सब्सक्राइब गर्दै गर्नु, लाइक गर्दै गर्नु, विशेष गरेर सब्सक्राइब गर्नु है। ल।